नमस्कार, म ध्रुव कुमार साई। आज त्रिपुरा सुन्दरी तितौडाको चतुर्दशीको दिनमा आज यहाँ भव्य मेला हुँदैछ। यहाँ भक्तजनहरूको आउने क्रम पनि जारी छ। अहिले 8:45 भयो। अहिले पनि भक्तजनहरू आउने जाने क्रम जारी छ। हामी पनि अब यसै पूजापाठकै लागि आइसकेका छौँ। अहिले यहाँ हेर्नु, यहाँ पुरै पालो यता उता देखाउनु त, पालहरू व्यवस्थित रूपमा पालहरू छन्। यी पालहरूमा भोलिसम्म भक्तजनहरूको लागि के अरे यो खानपिनको व्यवस्थापन गरेका छन्। र यो तितौडा माईले सबैलाई रक्षा गरून्, सबैले आएर पूजापाठ गर्ने र त्यसपछि आफूले ल्याएका सामानहरू, पूजाका सामग्रीहरू त्यहीँ मन्दिरमा चढाउने र मन्दिरबाट पुजारीले वर दिने चलन पहिलेबाट आइरहेको छ। र वर मागेर मानिसहरू कि राति जागरण पनि बस्न सक्ने नभए उनले वर लिएर घर पनि फर्किने गर्दछन्। र धन्यवाद। बन्द गरौँ त।